सो गाइस आज चाहिँ हामी चाहिँ घुम्न जान लागेको दाजुभाइ टक्क लाएर धोबारी डाँडातिर। सो द्याट्स ब्रदर एन्ड मी। अरू त कोही छैन, अब गर्लफ्रेन्ड भयो त गर्लफ्रेन्डलाई लिएर जानुहुन्थ्यो, गर्लफ्रेन्ड नभएपछि अब यस्तो टक्क लाएर दुईजना जान लाग्यो। सो तपाईँहरूको बाटोको भ्यू अनि कस्तो हुन्छ यात्रा चाहिँ सबै देखाउँछु। अब चाहिँ हामी निस्किनु लाग्यो। टक्क तेल पनि हाल्यो। अब तेल हालिसकेपछि चाहिने खाजा जति सबै किन्यौँ। अनि बिलिबु जाने बेलामा त हो भाइ त हेरे कि कस्तो मजाले हेरेर बसिरहेको। टक्क बिल पनि बुझाएँ अनि हामी निस्किएर हामी लाग्यौँ मासतिर। अब तपाईँहरूलाई म मासतिर पुगेपछि देखाउँछु। बाख्रा जस्तो भिडियो बनाउनु ट्रेन चाहिँ कहिले आउने? बाटो यस्तो डेन्जर छ है। अब अरूतिर त भिडियो गर्नु पाएन, बाटो डेन्जर भएर आफै धान्न गाह्रो हुन्छ। बल्ती लाग्दैन हरि पुग्छ भने रामपुर जाने बाटो भवानी भन्ने बाटो हो चाहिँ हाम्रो स्प्लेन्डर धान्नु सकेन घरि बिलेको छ भने बाटो यस्तो भयो कि बाटो त्यस्तो खतरनाक बाटो त भन्नै पर्दैन कि नआइसकेपछि कतै चाहिँ यो बाटो पनि मलाई मन पर्यो। बालिन्ज्यू यता चाहिँ अलिकति यसो मिलाइदिनु पऱ्यो भन्छु म। मैले अब उतैको केटी बिहे गरेँ भनेको ससुरालीमा पनि कस्तो ढिलो भनेको बाटो हेरेर चाहिँ कस्तो डर लागिसकेको थियो। बाटो यस्तो नराम्रो छ भने हामी अर्को अवस्था भनेको भन्दै निस्केको। यस्तो बाटो यस्तो डेन्जर छ के भन्नु यार। यो गेरमा पो रहेछ न्युट्रल झारेको त। यस्तो बाटो यस्तो छ हेर। अब हेर केटा हो घोडा दौडे धेरै केटा यता आउँदा चाहिँ अलि राम्रो चलाउने बाइक चलाउने मोडल लिएर आऊ है। नत्र त गडा बुढिलो बाटो डेन्जर हो। पारि चाहिँ देख्दैन जाने भनेको मौसम मान्छे थिए सृष्टिकर्ता
यसको बाटोमा तिम्रो अनएक्सपेक्टेड गाइस कतिको ब्रेकअप भयो भने यता आएर चिसो हावा खाँदा हुन्छ है यस्तो डान्स हेर न द्वन्द म्यान यस्तो डान्स फाइनल गाइस दोबारी टप हो गया जानवे जा रहा था नजारा भनेको मान्दै मान्दैन आस्ते आस्ते साउन्ड पर्ने हो ओइ मलाई खाम मन पर्छ मलाई जुन मन पर्छ जीवनभर येशूको चेला हुन मन पर्छ ल है हुन मन पर्छ मन पर्छ मलाई जुन मन पर्छ जीवनभर येशूको चेला हुन मन पर्छ तराई झर्न मन पर्छ माथा पुत्रे अन्नपूर्ण जुन त्यही मलाई त्यो दामी देखायो त्यो खाजा साजा खाएर अब टक्क लाएर ओ त्यो माथिदेखिको डाँडामा जान लाग्यो मन्या भइहाल्यो भाइ अगाडि टक्क लाएर अब हिँड्छ बाटो लान्छ जस्ट छुट्टो भिडियोको लागि अनि यता वार्ड कार्यालय रहेछ यता सादा ल सादा भात चाहिँ यस्तो हाल्छ अहिले चाहिँ अब हामी चाहिँ माथि त्यो डाँडातिर पैसा चाहिँ देखाउँछौँ त्यताको भ्यू ठ्याक्क उठाएर नजरहरू हेर्छु चारैतिर देख्छु परमेश्वरको भलाई फेर फाल्दिन जीवन कुनामा बसी भन्दै म मेरो मलाई स्वर्गीय उद्देश्यले हाम्रो कति पुरानो थाहा छैन यार सानै हुँदाखेरि त आउन त आएको थियो होला त्यही तर बुढो हुँदै बल्ल यस्तो राम्रो केही ठाउँ नि पाल्छ यो बस्ने ठाउँ होला यार यत्रो उकालो उक्लिन खसेको अगाडि हो यस्तो बस्दिनँ नि मच्छेडै रहेछ यार यस्तो चाहिँ भएन यार यस्तो ठाउँमा आएर यस्तो फोहोर गर्नु भएन यार टक्क लाएर यार सफा गर्ने यार सफा गर्ने कुरा भन्छ सफा गर्ने चलन नै छैन नि यस्तो भएन क्या हगिया हुन्छ सफा चाहिँ गर्नुपर्छ हेट आउरे मान्छे दौडिसक्यो अब त फ्या भइसक्यो नि हिँड्नै सकिन्न नि कस्तो कालो फेरि ट्राई न 1 2 3 4 थाकी त रहेछ या यस्तो कालो भएर त्यस ठाउँ राम्रो छ यार भ्यू पनि राम्रो हल्का गाह्रो भएको अवस्था केही छैन यतिको त गर्नुपर्छ नि अहिले माथि टहलमा गइसक्यो मजा आउँछ धेरै तल गाडी थ्याङ्क्स ढुडी आएको ए गऱ्यौँ भयो अब चाहिँ टहल नि
कस्तो आनन्द दौडेको भएर हल्का थाक्यो ल त ठिक छ सेकेन्ड आवर आयो गाइस फर्स्ट सेकेन्ड अनि गन्तव्यमा त्यहाँ रहेछ बसिन्छ पुरै ढुडी चलाएको जस्तो दामी हावा चलाएको शीतल कस्तो मजा उयो भत्कियो छ त यार भत्काइदिएछ त के हो छैन त यार डिल त येशूको छातीमा ढुकढुकिने येशूको आँखैमा बसिरहने येशूको छातीमा ढुकढुकिने येशूको आँखैमा बसिरहने प्राणभन्दा प्यारो छ आफ्नो रगतले किनेको साइनो माया कहिले नमेटिने अहिले हावा चलेन न त पिकनिक आउनको लागि चाहिँ राम्रो ठाउँ हो चाहिँ टक्क लाएर आउन मिल्छ कस्तो मजाले यस्तो छ नि तल यो राउन्ड पुरै यस्तो एक गोलो एक डेरा हाले कि पुरै सर्लक्क दामी जस्तो हुन्छ पछि यो मान्छेहरू आएर होला है वास्तविक कुरो थाहा भएन बट ओके पहिला चाहिँ यहाँ राजाहरू बस्थ्यो होइन हाम्रो मतलब हाम्रो बोजूको पालामा अब हामी त्यतिखेर जन्मिन त जन्मिसकेको थियो त्यही पनि हाम्रो पालामा त थिएन कि हाम्रो पालामा त के भन्छ पालामा चाहिँ राजाहरू बस्ने ठाउँ अरे के चाहिँ त्यो हुन्छ नि पुरै यस्तो एक सर्लकको राउन्ड हाने खायो कि यहाँनिर चाहिँ हुन्छ नि पुरै छ नि त्यहाँ त्यो खाल्टो छ नि यसरी पुरै सर्लकको एक राउन्ड यसरी खायो ढुडीहरू कस्तो मजाले लगायो उतातिर यस्तो मजाले होइन पुरै यस्तो खाल्टो खायो होइन तल्ल थियो मेनु हामी उहाँ रानी फुलैमा मायालु झट्टा छ त्यही फुलैमा मायालु झट्टा छ त्यही फुलैमा मायालु झट्टा छ त्यही फुलैमा शरीर हामी हौ ख्रीष्ट येशूको शिर हुनुहुन्छ उहाँ हाम्रो शरीर हामी हौ यस्तै अब जङ्गलतिर घुम्न आएपछि अब के खान पाइन्छ हुनुहुन्छ कस्तो नमिठो टरटरहरूलाई छ्या यार कलिलो परेछ केटा हो त डेन्जर मिठ हुन्छ तर कहिलो भने आपसमा गासिएको जीवनले भरिएको प्रभावले यसको संसारै ढाके डिबेट ल्याए नि हो ठुलो डिबेट ल्याए त भयो भेला फेरि आए येशू हाम्रो
के अरे नसपति टिप्न नसकेर अलिक पाकेर हुन्छ अलिक काँचो काँचो रहेछ अर्को चाहिँ आउँदा टिप्नु पर्ला जस्तो यस्तो मिठो त होइन भर्खर रस हाल्दैछ नि त चिपेको 2-3 टा घर चाख्न लगिदिनु पर्ला अँ हन्टेड गरेको राताको हन्टेड घर म तान्छ राख्यो यस्तो के हो यस्तो त्यहाँ ढुङ्गो गर्छ केटा त बबासँग त हन्टिङ गर्छ यहाँ तिमी बबाल दर्श हुँदाखेरि मिलाएर राम्रो के छ होइन हाट्नु ऐसालु पुरै नसोध्यो यस्तो दामी ठाउँ त के हो तिमी चाहिँ तर्सा खाँदै त त्यो यस्तो पिकनिक ठाउँ क्या तिमी चाहिँ तर्सा खाँदा राख्छ के हुने हाम्रो कति साह्रो जाडो लाउन आगो ताप्न औ है सभ्यता चाँडो आफ्नो आँगन आएछ है बडा दिन क्रिसमस फर्केर आफ्नो आँगन आएछ है बडा दिन क्रिसमस फर्केर हामी सबै रमाउँदै खुसियाली मनाउँदै मुक्तिदाता जन्म्यो भनेर सम्झनामा रम्दैछौँ कति भव्य पल थियो जब ईश्वर आए मानिस बनेर